Welcome back to our channel. हामी चाहिँ ब्रेकफास्ट खाँदैछौँ. Very excited. रेडी भइसक्यो हो? अनि यता नि छ अलिअलि हाल्न. त्यो ब्याग पनि यो ग्रिन कलरको. हो? अब हामी ब्रेकफास्ट खाएर जानको लागि रेडी हुन्छौँ. 2 hours and 24 minutes. हामी जान चाहिँ हन्टर भ्याली जाने भनेर चाहिँ हिँड्यौँ तर हामीले एयरबिएनबीबाट बुक गरेको घर अनि इट्स टाइनी हाउस. इट्स कल्ड टाइनी हाउस. कस्तो सानो दुईटा बुटो के त्यहाँ तीनटा रहेछ दुईटा नि. हामी मेरिवा भन्ने ठाउँमा आइसक्यौँ. अब चाहिँ यसो रेस्ट कति चलायौँ भनेपछि 10:39 भनेपछि अलमोस्ट 3.5 घन्टा. अब एकछिन रेस्ट गर्नुपर्छ. सबै ठिक्यो. यस्तै हुन्छ मलाई देखाउनु बेला त. फाइनली हामी चाहिँ आइसक्यो हैन. अनि बस्ने ठाउँ चाहिँ यही हो. हेर्दा यस्तो छ तर लेट्स सी इनसाइड कस्तो छ. इनसाइड हेरौँ हैन. Like it. 10 out of 9.5 दिन चाहन्छु म यसलाई चाहिँ. अहिलेको लागि चाहिँ यो भित्र इनसाइड हेरेर. This is so cute. अब आउटसाइड हेरौँ कस्तो छ के छ हैन. चटपट बनाएर खान लाग्यो. चटपट त जागा छोड्दैन हाम्रो नेपाली देश. प्याज रेडी. प्याज चना हैन चना रहन्छ केराउ लाइमन भयो टमाटो साथ मसाला मिठो देखियो त. हुन्छ होला. चटनी हाल्ने कि नहाल्ने टमाटरको? नहाल्ने. त्यसमा अरू केही पनि हाल्ने? नहाल्ने.
यस्तो राम्रो मौसममा बसेर यस्तो मिठो चटपट खाँदा यस्तो मिठो चटपट खान बेलुका झन् त्यो लाइटहरू बल्यो कस्तो राम्रो देखिन्छ होला भित्र के गर्दै खान्थ्यो हाम्रो आजको डिनर मोमो जुन हामीले घरबाटै बनाएर लिएर आएको थियौँ मोमोको अचार चाहिँ कस्तो देख्यो कस्तो मिठो देखेको हुन त भोक लाग्दै भएर नि होला है के भन्छ तिमी बुढीले बनाएको चटपट मिठो भएर नि होला बुढीले बनाएको चटपट मिठो चटनी शोलवे त्यहाँ एउटा लुकआउट रहेछ हामी चाहिँ त्यहाँ जाँदैछौँ दिस इज आवर आउटफिट अफ द डे सेम कलर बट डिफ्रेन्ट सुज हामी अहिले नेल्सन बे आइसक्यौँ र हामी जाने भनेको त्यो बाटो हुँदै त्यो माथि डाँडाको टुप्पामा गएर त्यहाँबाट भ्यू पोइन्ट रहेछ त्यो भ्यू पोइन्टबाट भ्यू हेर्नको लागि त्यहाँ जाँदैछौँ हामी लेट्स गो हिँड्ने बानी हटेछ गाह्रो हुन थालेछ Some 250 meter that's there. Oh my god, that's huge.
ठाउँ चाहिँ अति नै दामी रहेछ होइन एकदमै बाबा एकदमै वर्थ इट के म 10 मा थाहा भ्यू हेर्ने मान्छेहरूलाई अनि अलिकति हिँडेर होइन पसिना निकालेर हिँड्न त लास्ट टी सर्ट टाँसिन्छ भनेर यस्तो गर्दै हिँड्यो कि ढाड हातबाट चुइराख्यो मलाई देखाउनको लागि चोर पसिना आएको जे जुत्ता सुत्ता कसेर ट्याक्क आयो भने चाहिँ 10 out of 10 वाउ हाउस हेर न हामी भर्खरै आएर बस्यौँ पुत्लुक्कै लागेर भर्खरै आयौँ हामी अब चाहिँ हल्का फोटोसुट गर्ने भनेको स्टिल एकदम घाम छ सो आज बेलुका चाहिँ फोटोसुट हुन्छ किनकि हामी भोलि जाने हो होइन त्यही हो हामी बिहान कति बजी गयो 4:21 भयो हामी 5:30 बजीसम्म पुग्नुपर्छ तर 45 मिनट लाग्छ कि होपफुली पुगिन्छ है हामी चाहिँ निस्क्यौँ हाम्रो अहिले 5:07 भयो हामी आइसक्यौँ हामी चाहिँ चेक इन गरेर हामी टिम ग्रेन रे चेक इन गरेर अनि हामी बसिसक्यौँ अब 10-15 मिनट्समा हामी बाहिर जान्छौँ होला अनि बसले लिएर जान्छ अरे हामीलाई होइन 15 minutes later. Oh, good. चाहिँ हाम्रो लाइफकै सबैभन्दा दामी एक्सपिरियन्स भयो है हामी आकाशमा बसेर तल सबै ठाउँमा वाइड भ्यू हेर्न पाउँदा त एकदम रमाइलो हुँदो रहेछ यसको एक्सपिरियन्स चाहिँ सबैले लिनुपर्छ अनि हामी बिस्तारै बिस्तारै तल झऱ्यौँ र हामी ल्यान्डिङ भएपछि त्यहाँ चाहिँ त्यसको पाइलटहरूले चाहिँ के मिलाउँदै थियो अनि त्यसपछि हामीलाई पनि अलिअलि हेल्प चाहिन्छ तपाईँहरूको भनेर अनि हामी चाहिँ हेल्पको लागि रेडी भएर बस्दै थियौँ अनि हामीलाई त्यहाँ भित्र पनि जानु दियो भित्र चाहिँ एकदम तातो हुँदो रहेछ अनि हल्का हल्का त्यो ग्यासको गन्ध आउँदो रहेछ बट भित्र चाहिँ तातो हुने अनि यो जस्तो कलरको छ त्यस्तै बन्ने रहेछ मान्छेको लुक चाहिँ अर्कै देखिँदो रहेछ यही कलर अनि बिस्तारै हामी उनीहरूलाई हेल्प गर्नको लागि रेडी भएर सबैजना मिलेर हेल्प गऱ्यौँ हामीलाई पिकअप गर्नको लागि बस आइसकेको थियो र हामी जहाँबाट पिकअप भएका थियौँ त्यहीँ ड्रप गर्नको लागि बसमा चढ्यौँ र हामी गयौँ हामीले ब्रेकफास्टको अर्डर अलरेडी दिइसकेको थियौँ ब्रेकफास्ट रेडी थियो हामीले ब्रेकफास्ट खायौँ सबैजना सँगै बसेर रमाइलो भएको थियो अनि हामी त्यो ठाउँलाई बाई बाई गरेर डब्बुतिर लाग्यौँ Thank you so much for watching our video.